सो वेलकम अगेन गाइज नेक्स्ट गेममा यसपालि चाहिँ मैले वोट दिएको छु उसलाई अनि उसले गेस गर्नुपर्ने छ सो आई होप कि यो अनकरेक्ट होस् अनकरेक्ट अनकरेक्ट के त अनकरेक्ट इनकरेक्ट ठिक छ यो वर्ड ठिक छ इनकरेक्ट होस् अनि त्यसपछि म उसलाई झुन्डाउन पाऊँ ल फर्स्ट वर्ड गेस गर यही आयो युबाट सुरु गर्ने मिल्दैन मैले भनिदिएँ आज म युबाट सुरु गर्छु युबाट या ओके wait फर्स्ट लेटर alright A जहिले पनि ले T U A नभन है नभन O यो हैन त हैन भनेर के ल 1 2 3 4 7 4 झुन्डिने हो क्या तिमी मलाई थाहा छ यसपालि त झुन्डिन्छ I कुन चाहिँ खुट्टा झुन्डो कि हात झुन्डो हातै झुन्डो छु त F चाहिँ एफ यो वर्ड एक्जिस्ट गर्छ यो वर्ड हामीले पढा पनि छ बट यो वर्ड हामीले नर्सरीमा पढाएको छ नर्सरीमा पढेको कुरा त्यो कसरी पछि थाहा पढाएको हुँदैन? छैन I'll give you hint. एउटा मिलेन भने I'll give you hint. नर्सरीको बच्चाले यत्रो 9वटा लामो वर्ड बोल्छ बोल्यो बोलिसक्यो त्यहाँ हिन्ट दिन काम गर्ने होइन बोल्छ क्या एउटा वर्ड मिलेन भने म hint दिन्छु ल 2,000 years later. एउटा मिलेन भने म तिमीलाई यस्तो राम्रो हिन्ट दिन्छु कि होइन त्यो हिन्ट भएपछि तिमीले मिलाउँछौ आधीभन्दा बढी त पुरै मिलाउँछौ ल Is it xylophone or something? या Really? मलाई किन यो पेपर लिक भइरहेछ कि जस्तो लागिरहेछ है मेरो आँखाले देख्दैन के दाइ आँखा नदेखे पनि त्यहाँ कस्तो तिर्सी साँच्चै तिर्सी हो? हालिरहेको छ हो के या हामीले नर्सरीमा पढाएको थियो चाइल्ड केयरमा छ क्या यो इन्स्ट्रुमेन्टमा यहाँ कस्तो यार चाइल्ड कसरी केयरमा मिलाउँछौ यार चाइल्ड केयरमा हुन्छ कि यो इन्स्ट्रुमेन्ट यसमा त झुन्डु भन्दाखेरि यार म He got the wrong person, bro.